हेलो नमस्कार। यो अर्को भिडियोमा यहाँलाई स्वागत छ। अहिले चाहिँ हामी मोरङ जिल्लाको उलाबारी भन्ने बजारमा आएको छौँ र उलाबारी बजारकै छेउमा चाहिँ तपाईको निरु ढाका पसल भन्ने चाहिँ पुरानो पसल रहेको छ र त्यहाँबाट चाहिँ यो तानको अर्डर आएको थियो र हामीले चाहिँ त्यो यहाँ ल्याएर चाहिँ यो तान सेट गरिदिसकेका छौँ अहिले। र हामीले यसरी बुन्न पनि हामी फ्रीमा सिकाइदिन्छौँ। हामीले तपाईलाई अहिले उहाँहरूले चाहिँ यो सर्टको कपडा, सुतीको सर्टको कपडा बुन्दै हुनुहुन्छ। तपाईले यो तानबाट सबै किसिमको कपडाहरू बुन्न सक्नुहुन्छ। उहाँले चाहिँ अहिले सुरुमा अब यो सुतीको सर्टको कपडा बुन्दै हुनुहुन्छ र उहाँलाई हामीले यो तान चाहिँ चलाउन सिकाउँदै छौँ है। र उहाँहरुको चाहिँ अब यो ढाका कारखाना चाहिँ ठुलो रहेछ। उहाँले चाहिँ अहिलेसम्म काठको तानबाट चाहिँ यो कारखाना सञ्चालन गर्दै आउनु भएको र उहाँले चाहिँ अब यो हाम्रो तान देखिसके पछाडि अर्डर गर्नु भएको थियो र हामीले पहिलो एक सेट चाहिँ उहाँहरूले अब ट्रायलको लागि चाहिँ लिनु भएको छ र यो तान राम्रो भयो भने उहाँहरूले अब अरु तानहरू पनि थप्ने उहाँहरूको उद्देश्य हो। र सुरुमा एउटा तान हामीले ल्याएर यसरी सेट गर्दैका छौँ र उहाँलाई हामीले बुन्न सिकाउँदै छौँ। र यो तानबाट चाहिँ तपाईहरुले पनि विभिन्न किसिमको कपडाहरू बुन्न सक्नुहुन्छ। उहाँहरूले जस्तै अब उहाँहरूको चाहिँ अब अहिले सिटिबिटीमा पनि तपाईको दर्ता भएर चाहिँ अब चाँडै नै विभिन्न किसिमको तालिमहरू पनि दिँदै हुनुहुन्छ। उहाँहरूको कारखाना देख्दै हुनुहुन्छ तपाईहरुले। धेरै किसिमको चाहिँ कपडाहरू उहाँले बुन्नुहुन्छ, तर काठको तानमा एकदम ढिलो भएको कारणले गर्दा चाहिँ उहाँले हामीलाई यो एउटै तानमा धेरै किसिमको कपडा बुन्न सकिने भएकोले गर्दा चाहिँ यो तान अर्डर गर्नु भएको थियो र हामीले अहिले उहाँलाई सिकाउँदै छौँ। उहाँले यो बुन्दै हुनुहुन्छ अहिले यो कपडा सुतीको सर्ट बुन्दै हुनुहुन्छ।